माईको मण्डलीले आफ्नो भाषामा बाइबल अनुवाद गर्ने क्रममा प्राप्त गरेको ज्ञान तानोको मण्डलीसँग निशुल्क रूपमा बाँडिरहेको थियो। तेस्रो दिन जब उनीहरू भेला भए, त्यहाँ एक साझा उत्साहको भावना थियो। विगत 2 दिनमा तिनीहरूका नेताहरूले माईबाट धेरै कुरा सिकेका थिए, तर यो दिन टोलीको रूपमा अनुवाद गर्ने प्रक्रियामा केन्द्रित हुने थियो। तिनीहरूले माई र तानो अनुवाद टोलीको लागि प्रार्थनाबाट सुरु गरे। उनीहरूले टोलीलाई प्रभुमा समर्पण गरे र दिनको काम र अगाडिको परियोजनाको लागि प्रार्थना गरे। पवित्र परमेश्वर, माईबाट आउनुभएका हाम्रा उदार दाजुभाइ तथा दिदीबहिनीहरूले आफूले सिकेका कुराहरू हामीसँग बाँडिदिनु भएकोमा हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हामीलाई राम्रोसँग सिकेर र तानोका लागि तपाईँको वचन विश्वासपूर्वक अनुवाद गरेर तपाईँको सम्मान गर्न मद्दत गर्नुहोस्। लुकाको सुसमाचारबाट गरेको आफ्नो पहिलो अनुवाद प्रयासमा सुधार गर्न उत्सुक भएर तानो नेताहरूले त्यही खण्डबाट सुरु गर्ने सुझाव दिए। माई अगुवाहरू सहमत भए कि तानो मण्डलीका लागि सबैभन्दा महत्त्वपूर्ण खण्डहरूमा काम गर्नु सुरु गर्ने उत्तम ठाउँ थियो। उनीहरूले माईले ल्याएको खुला लाइसेन्स भएको व्यापारिक भाषाको बाइबलमा त्यो खण्ड फेला पारे। माईले तानोलाई खण्ड धेरै पटक ठुलो स्वरमा सुनाउँदा ध्यानपूर्वक सुन्न भन्यो। त्यसपछि उनीहरूले केही सरल प्रश्नहरू सोधे। तपाईलाई के मन पर्यो? तपाईलाई के मन परेन? के बुझ्न गाह्रो भयो? तपाईले परमेश्वर, यसु र पवित्र आत्माको बारेमा के थाहा पाउनुभयो? तपाईले मानिसहरूको बारेमा के पत्ता लगाउनुभयो? यसले तपाईँको जीवनलाई कसरी परिवर्तन गर्छ? तपाईँ यो शिक्षालाई कसरी पालना गर्नुहुनेछ? तपाईँले सिकेको कुरा कसले सुन्नुपर्छ? उनीहरूले यी प्रश्नहरूमाथि पूर्ण रूपमा छलफल गरे। वार्तालापले अनुवाद टोलीलाई यसको अर्थ अझ राम्रोसँग बुझ्न मद्दत गरेर प्रोत्साहित र सुदृढ बनायो। म यो धेरै रमाउँदैछु। हामीले यी प्रश्नहरू हाम्रा मण्डलीका दाजुभाइ र दिदीबहिनीहरूसँग प्रयोग गर्न सक्छौँ। मलाई विश्वास छ कि यसले उनीहरूलाई विश्वासपूर्वक जीवन बिताउन मद्दत गर्नेछ। हो, म मान्छु, तर हामी कहिले अनुवाद गर्न थाल्छौँ त? विश्वसनीय रूपमा अनुवाद गर्नका लागि हामीले अर्थलाई पूर्ण रूपमा बुझ्ने प्रयास गर्नुपर्छ। उदाहरणका लागि, बाइबलको कथाको समय र स्थान बुझ्नुले हामीलाई त्यसको अर्थ बुझ्न मद्दत गर्छ। माईले तानो अनुवाद टोलीलाई सम्झाउनुभयो कि उनीहरूले आफ्ना मोबाइल उपकरणहरूलाई बाइबलको सन्दर्भबारे थप जानकारी लिन र आफ्ना अनुवादहरूमा सहयोग पुर्याउन साधकको रूपमा कसरी प्रयोग गर्न सक्छन्। उनीहरूले यसुको समयका माछा मार्ने डुङ्गाहरूका तस्बिरहरू फेला पारे, साथै त्यो कथा घटेको क्षेत्रका नक्साहरू र चित्रहरू पनि। त्यो दिनपछि माईले तानोलाई उनीहरूले अनुवाद गरिरहेको कथाको अनुभव गर्ने अन्य तरिकाहरू बताए। कहिलेकाहीँ जब हामी कुनै कथाको अनुवाद गर्दैछौँ, हामी परिवेश, भावनाहरू, शब्दहरू, पात्रहरू वा प्रतिक्रियाहरूमा ध्यान केन्द्रित गर्दै विभिन्न तरिकाले यसलाई अभिनय गरेर बुझ्न प्रयास गर्छौँ। सुरुमा यो अनौठो लाग्छ, तर कथाबारे सोच्ने प्रत्येक नयाँ तरिकाले थप अन्तर्दृष्टि प्रदान गर्यो। तानो अनुवाद टोलीका एक सदस्यले उल्लेख गरे, अहिलेसम्म मैले त्यो डुङ्गामा यसुसँग हुनु कस्तो भएको होला भनेर सोचेको थिइनँ। यसबाट प्रोत्साहित भएर माईले त्यो दिउँसो नयाँ कुराकानी सुरु गर्यो। उनीहरूले कथाका वास्तविक शब्दहरू र वाक्यांशहरूबारे छलफल गर्न सुरु गरे। तपाईँका छिमेकीहरूले यो वाक्यांश कसरी भन्नुहुन्छ? तपाईँ शिक्षकको लागि कुन शब्दहरू प्रयोग गर्नुहुन्छ? डुङ्गा, आँधी वा खतरा? यो कथाको लागि कुन शब्द सबैभन्दा उपयुक्त छ? हावा र छालहरूले आज्ञा मान्छन् भनेर हामीले कसरी सञ्चार गर्नेछौँ? तपाईँले मालिकको लागि प्रयोग गर्नुभएको शब्द के यसुका लागि उपयुक्त छ? जब तिनीहरू यी प्रश्नहरूसँग जुझ्दै थिए, माईले तिनीहरूलाई देखाए कि तिनीहरूले कसरी स्रोतहरूमा पहुँच गर्न सक्छन्, जसले तिनीहरूलाई अनुवाद गर्ने उत्तम तरिका निर्णय गर्न मद्दत गर्नेछ। छलफल कहिलेकाहीँ रोचक थियो र
र अरू बेला कठिन थियो, तर टोलीले अनुच्छेदमा होसियारी साथ काम गरिरह्यो, उनीहरूको गहिरो समझबाट सूचित नयाँ अनुवाद सृजना गर्दै। जब मतभेद देखा पर्यो, तिनीहरू प्रार्थना गर्न, स्रोतहरू जाँच्न, प्रश्नहरू सोध्न र विषयमा सँगै छलफल गर्न रोकिए। धेरै अवसरमा तिनीहरूले कठिन शब्द र वाक्यांश भेटाए र माईले तिनीहरूलाई राम्रो अनुवाद निर्णयहरू गर्न मद्दत गर्ने स्रोतहरू प्रयोग गर्न सम्झाउनुभयो। उनीहरूले अनुभव गरे कथालाई गहिराईमा बुझ्न समय खर्च गर्नु र विभिन्न कोणबाट विचार गर्नुले त्यसलाई आफ्नै भाषामा अझ वफादार रूपमा अभिव्यक्त गर्न सहयोग पुग्यो। लामो दिनको अन्त्यमा तिनीहरूले ठूलो हर्षका साथ लुकाको सुसमाचारको कथाको नयाँ अनुवाद तयार गरेका थिए। तिनीहरू सबै सहमत भए कि तिनीहरूले एउटा यस्तो अनुवाद तयार गरेका थिए जसले अर्थलाई विश्वसनीय रूपमा तानो भाषामा पुर्याएको थियो, जुन सबै तानो मानिसहरूले बुझ्न सक्थे, जसमा कथाका लागि उपयुक्त शब्द र वाक्यांशहरूको प्रयोग भएकोमा चर्चका नेताहरू सहमत थिए र जुन राम्रो तानो भाषा जस्तो सुनिन्थ्यो। दिनको अन्त्यमा उनीहरूले फेरि एकपटक कथा सुन्दा उनीहरूका आँखामा आँसु आयो, किनभने उनीहरूले महसुस गरे कि प्रभुले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुँदै थियो। यो तिनीहरूको भाषामा परमेश्वरको वचन थियो। उनीहरूले प्रभुलाई धन्यवाद दिए र भोलिपल्ट अनुवाद अरूहरूसँग बाँड्ने योजना बनाए।